हेलो एन्ड नमस्कार सबैजनालाई। आज मेरो बडी रिकम्पोजिसनको डे 23 जहाँ चाहिँ म चेस्ट एन्ड ट्राइसेप ट्रेन गर्दैछु। सुरुमा चाहिँ म आफ्नो अप्पर चेस्टको लागि इन्क्लाइन डम्बल प्रेस गर्छु। इन्क्लाइन डम्बल प्रेस इज वान अफ द बेस्ट एक्सर्साइज द्याट यु क्यान डु फर यर अप्पर चेस्ट। मैले चाहिँ यसमा एज अ वार्मअप 15 किलोकोले 15 रेप्स हान्छु। यो सकेर चाहिँ अब म आफ्नो सेकेन्ड सेटमा लाग्छु, जहाँ चाहिँ मैले 25 किलोको अन्टिल फेलियर चाहिँ गर अनि चाहिँ म लास्टमा आफ्नो टप सेटमा पुग्छु, जहाँ चाहिँ मैले 30 किलोको विथ सपोर्ट कति सकिन्छ गर्छु। सेकेन्ड एक्सर्साइज चाहिँ मेरो बेन्च प्रेस रहेको छ, जसले चाहिँ मेरो मिडल चेस्टलाई टार्गेट गर्छ। यसमा पनि मेरो 3 सेट नै हुन्छ, जसमा चाहिँ मैले लास्ट सेट एकदमै हेभी हान्छु। यसमा चाहिँ मैले 90 केजीको अन्टिल फेलियर चाहिँ पुग्छु। चेस्टको लागि लास्टली आफ्नो लोवर चेस्टको लागि मैले चाहिँ यो पेक डेक फ्लाई गर्छु। अनि आफ्नो चेस्टको वर्कआउट सकेर म ट्राइसेपतिर लाग्छु, जसमा चाहिँ फर्स्ट सेट चाहिँ मेरो यो रोप पुश डाउनको हुन्छ। यसको पनि 3 सेट गरेर म चाहिँ बिहिबार पुश डाउनतिर जान्छु। आई डोन्ट नो है, बट मलाई चाहिँ यो रोप पुश डाउन भन्दा बिहिबार पुश डाउनमा चाहिँ आफ्नो ट्राइसेपमा एकदम फिल हुन्छ। बिहिबार पुश डाउनको पनि 3 सेट गरेर म चाहिँ अब ड्रप सेटतिर जान्छु। ड्रप सेटमा पनि मैले यही बिहिबारको चाहिँ युज गर्छु।